मापसे वा लापसे गरेर सवारी चलाउँदा रक्सी सेवन हाम्रो रगतमा मिसिन्छ र शरीरबाट निष्कासन नभएसम्म हाम्रो क्षमतालाई शरीरबाट निष्कासन गर्न 1 घण्टा समय लाग्दछ। तर धेरै सेवन गरेको खण्डमा यो शरीरका सबै अङ्गमा जाने भएकाले निष्कासनको प्रक्रिया लामो हुन्छ। 1 बोतल बियरमा लगभग 4 युनिट बराबर रक्सीको मात्रा हुन्छ। 90 ml स्पिरिट वा भोडका भएको 4 युनिट बराबर, अर्थात् तपाईँले आज बेलुका सेवन गरेको रक्सीको असर धेरै घण्टासम्म रहिरहन्छ। यसै गरी चालकले लागू पदार्थको सेवन गरेमा यसले चालकको केन्द्रीय स्नायुलाई लागू पदार्थ वा रक्सी सेवनपछि यसलाई शरीरबाट निष्कासन गर्नुपर्दैन बाहेक हामी यही पनि गर्न सक्दैनौँ। कालो चिया वा चिसो पानी लिनुले मानिसलाई एकछिन तन्का कम गराउने मात्र हो। यसरी रक्सी शरीरबाट निस्कदैन, बरु निष्कासनलाई गर्छ। युवाहरूमा मदिरा सेवनको असर परिणाम तपाईँले रक्सी वा लागू पदार्थ सेवन गर्नाले तपाईँको गाडी चलाउने क्षमतालाई धेरै तरिकाले प्रभावित गर्छ। सबैभन्दा पहिलो तपाईँको गाडी चलाउने निर्णय गर्छ। तर तपाईँले सेवन गरेको रक्सी वा लागू पदार्थले त्यस्तो निर्णय गराएको हुन सक्छ। मदिरा वा लागू पदार्थ सेवन गर्दा हाम्रो दिमागले विश्लेषण गर्ने क्षमतालाई तपाईँले गाडी चलाउन थालेपछि कतै फर्किन सक्ने अवस्था आएको वा ट्राफिक नियमको उल्लङ्घन गर्ने क्षमता गुमिसकेको हुन्छ, तर तपाईँलाई यसको पत्तो हुँदैन। तपाईँको गाडीको गति उच्च भएको लगायत अन्य खतरापूर्ण किसिमले चलिरहेको पनि तपाईँलाई पत्तो हुँदैन। यसबाहेक गाडी चलाउँदा सडकमा चाहिने विशेष सावधानी जस्तै गाडीहरू बीचको दूरी राख्ने क्षमता, दूरी अनुसारको गति कति छ भनेर थाहा पाउने क्षमता पनि गुमिसकेको हुन्छ। हामीले रक्सी वा लागू पदार्थ सेवन गरेको केही बेरमा यसले दिमागमा असर गर्ने भएकाले हाम्रो आँखा र हातको तालमेल बिग्रन थाल्छ। तपाईँको हेर्ने क्षमता घट्दै जान्छ र अस्थायी रूपमा केही नदेख्ने पनि बनाउँछ। यसले तपाईँले गाडी चलाउँदा उपयुक्त गियर परिवर्तन गर्ने, गाडीलाई ठिक समयमा मोड्ने, साइड दिने वा ब्रेक लगाउने जस्ता महत्त्वपूर्ण निर्णय गर्ने क्षमता गुमिसकेको हुन्छ। तपाईँलाई रक्सीको लत बसेको होस् वा पहिलो पटक पिएको होस्, रक्सीले तपाईँको शरीरमा याद राख्नुहोस्, तपाईँले बेलुका सेवन गरेको रक्सीको असर तपाईँको शरीरमा अर्को दिन पनि रहन्छ। मादक पदार्थ सेवन गरेर गाडी चलाएको कारणले प्रत्येक वर्ष नेपालमा ठूलो संख्यामा दुर्घटना, मृत्यु र घाइते हुने गरेको तथ्याङ्क छ। आर्थिक वर्ष 2079-80 देखि प्रहरीले THC किटद्वारा